मर्निङ साथीभाइ दाजुभाइ दिदीबहिनी सबैजनालाई टिकटक फ्रेन्ड भाइ बहिनीहरू। अब चाहिँ म यहाँनिर अब बिहानभरि एकछिन बाहिर साइडतिर काम गरेँ। अब चाहिँ यहाँनिर मेरो चम्पा दिदीको रेस्टुरेन्टमा अब माम्ता खानु पऱ्यो, त्यही भएर बनाउन आइरहेको छु है त। ल सबैलाई सम्झेको छु, धेरै माया गर्छु, धेरै आशिष पाउनुहोस्। टाढा नजिक जहाँ भए पनि चम्पा दिदीको रेस्टुरेन्ट हेर्नु न। यहाँ अब यो साग बनाउनु पऱ्यो, टक्क लाएर अर्ग्यानिक चुलोमा होइन। अब आलु हाल्नु पऱ्यो, के गर्नु ग्यास खाइ धुवामा बस्ने बानी छैन। लास्टै गाह्रो हुन्छ साथीभाइ रेस्टुरेन्ट चलाउनु त। यस्तै छ खात्रा खुत्रुक रेस्टुरेन्टको चम्पा दिदीको तालहरू। त्यही छ नयाँ नौलो छोटो ब्लगहरू चाहिँ आजको सुगर बिहानीको चाहिँ यति नै भन्नु पर्ला। अब आलु फ्राई गरिसकेपछि चाहिँ टक्क यो अर्ग्यानिक लट्टे साग पनि बनाउँछु। बिहान यसो 1-2 गिलास चिया बेचेँ र अहिले चाहिँ उता साइडमा पनि जान सकिनँ, गर्मी बढेर। यो चाहिँ हाम्रो झापा हो। अघि बगानमा दाउरा खोज्नु गएँ, हेर्नु न दाउरा यति भेला गरेँ। अर्ग्यानिक चुलोमा त अब चाहिहाल्यो होइन। त्यही भएर सुख दुःख साथी यस्तै हो होइन। अरू बाँकी नयाँ नौलो ब्लगहरू चाहिँ बनाउँदै गरौँ ल है त। बाबाई, शुभ दिन रहोस् आज सबैजना परिवारहरूको, सन्तानहरूको, मेरो दाजुभाइ दिदीबहिनीहरूको होइन। धुवाले नि बस्नै सकिँदैन। अब लोकल अर्ग्यानिक टमाटर आफ्नैमा फल्या हो। हेर्नु न यहाँ भुसुनाले खाइसक्न लाग्यो। जस किन्नु परेको छैन अहिलेसम्म चाहिँ। अब यही टमाटर टक्क लाएर पोलेर नि अचार बनाऊ भन्दैछु। अनि अब सम्पादित त सुख दुःखको त सबै देखाउँछु नि त ब्लगहरू। कोही साथीहरूले भन्छन् है अब दुश्मन त अघि पछि राख्नु, हामीले त नपरे पनि उनीहरूलाई डाँहरू हुँदो रहेछ होइन। अनि हगेको पनि हाल्न भन्छन् कोही साथीहरूले चाहिँ। अब मेरो त अब यो बनाउने भनेको त मेरो खुसी हो नि त। घरमा गएर एक्लै हेर्नु पनि मिल्यो होइन। खाएको पनि हाल्छे, लाएको पनि हाल्छे, उ गरेको पनि हाल्छे भन्ने डाँहरू पनि छन् मेरो पछाडि। तर होस् न, उनीहरूले पनि हामीबाटै सिक्ने हो नि भनिरहोस् भन्छु। अनि त्यही भएर खुसी नै छु। अब मेरो खुसी हो नि, म काम गरेको हालौँ कि खाएको हालौँ कि बनाएको हालौँ कि उनीहरूले पनि गरेर खाउन् न बरु हामीले जस्तै मिहिनेत गरेर होइन। त्यो हो नि त। अनि उनीहरू चाहिँ अब पुरै घुम्न गएको ओरेको यस्तै छ है। अनि मेरो चाहिँ होइन यसरी पानीहरू बोक्छु ओर्छु, यसरी नै गुजाराहरू चलाउँछु। यो सुपारीको बोक्राहरू बाल्छु, यहाँनिर ढुङ्गाको चुलोमा छ्याङ बनाउँछु। अनि होइन अर्काले लाएको खाएको उनीहरू चाहिँ पुरै टाउनहरूमा घुम्नु गएकोहरू मात्रै हाल्दो रहेछन् है। म चाहिँ अब सुख दुःख भनेको त आफ्नो साथी हो नि त। अनि लाएकोहरूको मलाई मतलब छैन, आफूले गरेको कामहरूको भ्लगहरू बनाउँछु। त्यसैले ल आजको दिनहरू साथीभाइ, छोराछोरी, दाजुभाइ, दिदीबहिनीहरू सबैको राम्रै होस् भनेर कामना गर्दै आजको दिनहरू मेरो पनि शुभ रहोस्, सोचेकोहरू हजुरहरू पनि पुरा होस्, मेरो पनि पुरा होस् भन्दै आज चाहिँ यति नै ल। बाई बाई।